डाक्टर साहब नमस्कार। नमस्कार। हजुर एउटा कानुन व्यवसायी वरिष्ठ अधिवक्ता भएको मान्छेले काठमाडौँ क्षेत्र नम्बर 4 बाट उम्मेदवारी दिनुपर्ने कारण के? यहाँलाई धेरै धेरै धन्यवाद। राम्रो प्रश्न सोधिनुभयो। यसका थुप्रै कारणहरू छन्। त्यसमध्येका 4वटा कारण मुख्य कारण छन्। पहिलो कारण क्षेत्र नम्बर 4 मा नेपालको सभ्यता झल्किने, त्यसको प्रतिबिम्ब दिने क्षेत्र चाहिँ क्षेत्र नम्बर 4 हो। त्यसैले म आफै पनि लामो समयदेखि नेपालको सभ्यताको रक्षा गर्नका लागि, अर्थात् नेपालको धर्म, परम्परा, सभ्यता, संस्कृतिको रक्षा गर्नका लागि आवाज उठाइराखेको व्यक्ति भएका कारणले क्षेत्र नम्बर 4 मेरो लागि सबैभन्दा उपयुक्त स्थान हो। पहिलो कारण, त्यसलाई म अहिले पछाडि व्याख्या गर्छु। दोस्रो कारण, अहिले मुलुकको आवश्यकता राष्ट्रिय एकताको आवश्यकता छ। अर्थात् त्यो भनेको राज संस्था, राजनैतिक दल र नागरिकहरू मिलेर राष्ट्रिय सहमति र राष्ट्रिय एकता गर्नुपर्ने आवश्यकता छ। त्यो राष्ट्रिय सहमति र राष्ट्रिय एकताले मात्रै मुलुकलाई बचाउन सकिन्छ र मुलुकलाई स्थायित्व दिन सकिन्छ। र यो एजेन्डा बोक्नका लागि 4 नम्बर क्षेत्र सबैभन्दा उपयुक्त क्षेत्र, किनभने त्यहाँ शिक्षित समुदायहरू छन्, त्यहाँ जाने बुझेका, पढे लेखेका, पेसा व्यवसाय गर्ने मुलुकै अग्रणी क्षेत्रको रूपमा रहेको त्यो क्षेत्र हो। त्यसैले मेरो दोस्रो कारण चाहिँ राष्ट्रिय एकताका लागि र राष्ट्रिय सहमतिका लागि 4 नम्बर क्षेत्रले नेतृत्व गरोस् भनेर म त्यो क्षेत्रमा निर्वाचनमा गएको दोस्रो कारण त्यो हो। तेस्रो कारण चाहिँ यो मुलुकको सबैभन्दा ठुलो समस्या भनेकै भ्रष्टाचार हो र भ्रष्टाचारको अन्त्य नगरेसम्म यो मुलुकको समस्या समाधान हुँदैन। तर भ्रष्टाचारको अन्त्य गर्छु भनेर क्षेत्र नम्बर 4 बाट योभन्दा अगाडि विगतमा ठुल्ठुला नेताहरू आए, तर कसैले पनि भ्रष्टाचारको अन्त्य गर्न सकेनन्। त्यसको कारण के हो भने जबसम्म प्रधानमन्त्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त गर्छन्, तबसम्म ती आयुक्तहरूले प्रधानमन्त्रीको आफूलाई नियुक्त गर्ने व्यक्तिको रक्षा गर्छन्, उनका वरिपरिका व्यक्तिको रक्षा गर्छन्। त्यसैले जब ठुला दलहरू आपसमा मिल्छन् तब भ्रष्टाचारको अन्त्य हुँदैन। यही कारणले क्षेत्र नम्बर 4 मा गणतन्त्रवादी नेताहरू जन्मे र ती नेताहरूको कारणले उनीहरूले भन्न चाहिँ भ्रष्टाचारको अन्त्य भने, तर भ्रष्टाचारको अन्त्य भएन। भ्रष्टाचारको अन्त्य गर्नका लागि राज संस्था जरुरी छ। अर्थात् राज संस्थाले मात्रै निष्पक्ष र स्वतन्त्र व्यक्तिहरूलाई भ्रष्टाचार निवारण आयोगमा नियुक्त गर्न सक्दछ र उनीहरूले प्रधानमन्त्रीमाथि पनि कारबाही गर्न सक्दछन्, मन्त्रीमाथि पनि कारबाही गर्न सक्दछन्। त्यस्तो निष्पक्ष निकाय बनाउन सकियो भने मात्रै भ्रष्टाचारको अन्त्य हुन्छ। त्यसैले भ्रष्टाचारको अन्त्यका लागि अब गणतन्त्र होइन कि राज संस्था सहितको लोकतन्त्र, जसलाई म नागरिक तन्त्र भन्ने गर्छु, नागरिकहरूले नै निर्णय गर्न पाउनुपर्ने शासन व्यवस्थाको अब हामीले प्रत्याभूत गर्नुपर्छ। त्यसको नेतृत्व लिने सबैभन्दा उपयुक्त क्षेत्र भनेकै 4 नम्बर क्षेत्र हो। मेरो तेस्रो कारण। चौथो कारण चाहिँ अब म आफै पनि एउटा कानुन व्यवसायी, यहाँले पनि सुरुमा भन्नुभयो, म संविधानको विद्यार्थी, संविधानको क्षेत्रमा थुप्रै अध्ययन अनुसन्धान गरेको छु। त्यसैले अहिले चाहिँ संविधानमा नै थुप्रै परिवर्तनहरू गर्नुपर्ने, संशोधन गर्नुपर्ने, परिमार्जन गर्नुपर्ने, संविधानको क्षेत्रमा इन्टरभेन्सन गर्नुपर्ने आवश्यकता छ र त्यो काम पार्लियामेन्टले मात्रै गर्न सक्दछ। त्यसैले म लगायतका संविधानको क्षेत्रमा विशेष दखल भएका व्यक्तिहरू संसदमा पुग्नु अति आवश्यक छ र जरुरी छ। यी 4टा कारणहरूले गर्दाखेरि क्षेत्र नम्बर 4 मा मैले उम्मेदवारी दिएको र क्षेत्र नम्बर 4 ले यो कुराको प्रतिनिधित्व गर्दछ, रिफ्लेक्सन गर्दछ। मैले जुन पहिलो कारण भने सभ्यताको रक्षा, त्यसलाई म अलिकति व्याख्या गर्न चाहन्छु। 4 नम्बर क्षेत्रमा पशुपतिनाथ छन्, 4 नम्बर क्षेत्रमा गुह्येश्वरी छन्, 4 नम्बर क्षेत्रमा किरातेश्वर छन्, 4 नम्बर क्षेत्रमा चावल गणेश छन्, 4 नम्बर क्षेत्रमा मैती देवी छन्। अर्थात् यो मुलुकको सिङ्गो धर्म सभ्यताको प्रतिनिधित्व गर्ने क्षेत्र 4 नम्बर क्षेत्र हो। 4 नम्बर क्षेत्र नै यस्तो क्षेत्र जहाँ कपन गुम्बा छन्, मुलुकका ठुल्ठुला मठ मन्दिरहरू छन्। त्यसैले यो सभ्यतामाथि आज सबैतिरबाट आक्रमण भइराखेको अवस्था छ र त्यसलाई बचाउन मैले आफ्नो धर्म ठानेको छु, नागरिकको कर्तव्य ठानेको छु। र यो 4 नम्बर क्षेत्रमा मेरो उम्मेदवारी भनेको यो हाम्रो सभ्यता, हाम्रो धर्म बचाउने एउटा अभियान हो। अर्थात् हिन्दू, बुद्ध, किरात सहितको धर्म सापेक्ष राज्यका लागि त्यसको नेतृत्व 4 नम्बर क्षेत्रले लिनुपर्दछ भनेर मैले 4 नम्बर क्षेत्रमा उम्मेदवारी दिएको हुँ। त्यसैले म 4 नम्बर क्षेत्रका आम मतदाताहरूलाई मलाई मत दिनुहोस् र यी 4टा मेरा एजेन्डाहरूलाई साथ दिनुहोस् भन्ने अनुरोध गर्दछु। र अन्तिममा त्यहाँका आफ्नै समस्या पनि छन्, जस्तो खानेपानीको समस्या छ, त्यहाँको ढलको समस्या छ,
यी समस्याहरूलाई सम्बोधन गर्नका लागि म अहिले तपाईँको समस्या समाधान गर्छु म भन्दिनँ, तर तपाईँ सँगसँगै म महानगरपालिका जान्छु, प्रदेश सरकारमा जान्छु, सिंहदरबारमा जान्छु, त्यसले पनि समाधान भएन भने म अदालतको ढोका पनि घचघच्याउँछु। त्यसैले तपाईँहरूको लागि पनि म एउटा उपयुक्त पात्र हुँ र मुलुकको विदेश नीतिका बारेमा मैले थुप्रै कामहरू गरेको छु र तपाईँको क्षेत्रले मुलुकको ठिक र उचित अर्थात् स्ट्राटेजिक फरेन पोलिसीको रूपमा काम गर्न सक्ने प्रतिनिधि तपाईँले पठाउनुहोस्। त्यसका लागि पनि म तपाईँहरूको साथमा छु, तपाईँले मलाई साथ दिनुहोस् भनेर हार्दिक रूपमा अनुरोध गर्दछु। धन्यवाद।